जसले जे सिक्यो भन्नु पनि भिडियो बनाउनु र खाना चाहिँ छोड्नु है साथी हो। मलाई पनि 2-3 जनाले भोग्दै थिए, तर उनीहरूको कुरालाई मैले इग्नोर गरेर म अगाडि बढ्ने कोसिस गर्दैछु। भन्दै स्वागत गर्न चाहे हजुरहरूलाई आजको मेरो मिनी ब्लगमा। आज चाहिँ हाम्रो चाहिँ आज 3 दिन भयो पानी परेको। 3 दिनको बिचमा आज चाहिँ रोकेको रहेछ। अनि रोकेर यसो बिहान पख उठेर हेरेर त बाफ्रे खेत त भरेर हेरेर त उताको परको खेतमा चाहिँ धान पनि डुबेको रहेछ। अनि यो इन्द्र भगवान चाहिँ कहाँ गएछ मोटर खुल्ला गरेर भन्छु कि म चाहिँ यसरी खेत भरिसक्दा पनि मोटर बन्द गरिदिन्न त हो भन्दा आज चाहिँ माछा मारे कि हाम्रो बाबुले चाहिँ ढक्क लगाएर माछा मारेर ल्याएको रहेछ बिहानै। वाउ, हेरेको त मलाई त डर लाग्यो, फेरि फालिदियो कि। अनि उनीहरू देउरानी र देउरी मिलेर चाहिँ ढक्क लगाएर उस गर्न थाले माछा छुट्याउनलाई। अनि छोडेर म चाहिँ सुतिरहेको थिएँ। अनि म चाहिँ यस्तो पानी परेर नि मेरो सासूले चाहिँ लौका टिप भनेर लगाइदिएको थिएँ। अनि लौका टिप्ने चाहिँ कसरी, लौका त्यहाँ छ म भुइँमा छ कसरी जाने यस्तो भनेर तै पनि कोसिस जारी नै छोडेर म चाहिँ गएँ टिप्नलाई। अनि टिप्न गइसकेपछि अनि देउरानी चाहिँ फेरि तल बसेर हेरिरहेको रहेछ कि। अनि म चाहिँ ढक्क लगाएर, अनि यो चाहिँ स्पेसल आँप खाने मान्छेहरूको लागि आँप खान आउनुहोस् है, एउटा दाना छ धेरै त होइन। अनि टक्क लगाएर त्यहाँ एउटा रहेछ, त्यहाँ एउटा। अनि त्यो चाहिँ अब टिप्न लागेको अब मैले चाहिँ टिपेँ। अनि टक्क लगाएर टिपेर भ्याएपछि अनि यसो हेरेको त हातमा त छिकी लागेको रहेछ, यस्तो कालो मेरो हातमा भनेर हात देखाएँ। अनि मैले चाहिँ यस्तो नाच्दै गाउँदै के गर्न लागेको होला होइन। हजुरहरू आफै गेस गर्नुहोस् है, मैले चाहिँ कपाल काट्न लागेको कि। अनि म चाहिँ लागेँ हेलपोस्टतिर। आज चाहिँ हेलपोस्ट जाने दिन हो नि त। अनि बाबु जोख्नको लागि जान्थेँ। अनि मैले चाहिँ पुरै भिडियो बनाउन सकिनँ किनकि मेरो हस्बेन्ड मसँग बोलेको कारणले। त्यसैले अहिलेलाई यति नै मेरो मिनी ब्लग। बाई बाई।